सिटी मलमा आइसकेका छौँ। 4th फ्लोरमा जान्छौँ। हामी दाइहरू यता नवराज भाइ हेलो हेलो कस्तो लागिरहेछ? भन्नु छिटो दाइ भाइले। मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ। के भन्नु 50-50 यहाँ छिटो आएर यहाँ बाइट्स दिन भ्याइसके। यहाँ आइसक्नु भएको छ। मिस कपीको बाइट सुरु भइरहेको छ। हाम्रो 10 रुपियाँहरू हेरेर बस्नु भएको छ। अनि हामीले उनीहरूलाई कस्तो लाग्यो राजेशम्म सरलाई देख्दा? हाम्रो इन्ट्री भइसकेको छ र इन्ट्री गरिसकेको छौँ। यसो ए दिदी आउनुहोस्। हो म के हुँदैछ हामी यहाँ डिस्कस गरिरहेको विश्वकर्माजीको इन्ट्री भइसक्यो। नमस्कार सबैजनालाई। आवाज प्रष्ट छ? आराम हुनुहुन्छ सबैजना? एकदमै। आजको कार्यक्रमको शुभारम्भ एउटा ऊर्जाशील तालीबाट गरौँ न हामी सबै मिलेर। आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरू, महिला सज्जनवृन्द, साथै पत्रकार मित्रहरू, देश र देशवासीले यति बेला परिवर्तन खोजिरहेको यो संवेदनशील समयमा हामी कृषि क्रान्तिको प्रसङ्ग उठाइरहेका छौँ र निर्देशक मेरो आत्मीय मित्र, प्लिज ससम्मान जोरदार तालीले स्वागत गरौँ शैलेश कड्याल छेत्रीलाई। अगाडि नै आउनु शैलेशजी, आज त तपाईँले सबैलाई फेस गर्नुपर्छ। तिर पनि सारिदिनु होला। 6 वर्ष इज नट अ जोक। अब कस्तो काम गर्नुभएको छ मलाई लागेकै जस्तो एपिसोड निस्केको छ कि छैन त्यो त हामी सँगै बसेर आज हेरि नै हाल्छौँ। र तपाईँहरू हाम्रा लागि अत्यन्त विशेष अडियन्स किन हुनुहुन्छ भने यो लगनशीलता र ट्यालेन्ट प्रतिभाका पर्याय सम्पूर्ण नेपालीको मनमा बस्न सफल सर्वप्रिय कलाकार हाम्रो मनका नायक महानायक राजेश हमालज्यूलाई हामी हार्दिक स्वागत गर्दैछौँ। कार्यक्रम रमा महानायकज्यू महाहोस्टको रूपमा जोडिँदै हुनुहुन्छ। सम्मानहरू बसेर होइन उठेर स्वागत गरौँ कार्यक्रमकी अर्की होस्ट जीविका कार्कीलाई। सचिव हुनुहुन्छ। संघीय र प्रादेशिक तहमा विभाग र परियोजनामा नेतृत्व समेत गरिसक्नुभएका, आउनुहोस् ससम्मान हृदय खोलेर स्वागत गरौँ डाक्टर योगेन्द्र कुमार कार्कीज्यूलाई। उहाँ आउँदै टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एन्ड टेक्नोलोजीबाट गर्नुभएको छ। एग्री बिजनेस प्लानिङको स्पेशलिस्ट हुनुहुन्छ। नेपाल र जापानमा कृषि परियोजनाको अनुभवसँगै
कृषि उद्यमीका तालिम र मेला सञ्चालन पनि गर्दै आउनु भएको छ। हामीले सधैँ फलानो चलचित्र, फलानो गुटबन्दी यस्ता खाले नामहरू चाहिँ पत्र पत्रिकामा समाचारमा सुन्दै आएका यो पिएचडी गरेको स्पेसियालिस्ट चाहिँ हाम्रो क्षेत्रको लागि अलिक नयाँ हो। त्यसकारण यो ताली अझ भव्य रूपमा बज्नुपर्छ। हामी निर्णायक मण्डलीमा स्वागत गर्दैछौँ डाक्टर नम्रता पाण्डेज्यूलाई। विज्ञापन क्षेत्रका अग्रदूत श्री रञ्जित आचार्यज्यू। हामीले भरोसा गरेका जसले समाज निर्माण गर्नुहुन्छ होला। इन्टेन्सनले प्रयास गरेको कुरा हो। एउटा आवश्यकताको महसुस भयो। एउटा आफ्नो एक्सपर्टिजले एउटा देशले खोजिरहेको आवश्यकतालाई चाहिँ केही एड्रेस गर्न सक्छ कि भन्ने त्यो खोजको क्रममा एउटा यात्रामा निस्केको थिएँ। त्यो यात्रा चाहिँ आज 6 वर्ष लाग्ला र पहिलो स्टेपमा पुग्न पनि भन्ने चाहिँ कल्पनामा थिएन। तर यो 6 वर्ष चाहिँ धेरै नै एकदम एडभेन्चरस एक्साइटिङ। अब एडभेन्चरस एक्साइटिङ भन्ने बित्तिकै हावा हुरी त्यो घाम बिहानी रात त सबै डेफिनेटली परि नै हाल्यो। त्यो हिसाबले चाहिँ एउटा र मेन कुरा चाहिँ एउटा राम्रो काम, एउटा इन्टेन्सन, सही इन्टेन्सनले गरेको कामलाई समय लाग्छ, तर कहीँ न कहीँ चाहिँ पुगिन्छ भन्ने चाहिँ एक खालको प्रमाणित भएको छ। र विश्वमै पहिलोपटक यो कार्यक्रम गरिन्छ भन्ने चाहिँ यो कल्पना चलेर हुन्छ नि सो हो। तपाईँहरूको आजको च्यालेन्ज 1 नम्बर को पढ्नुभयो? यसो मिलाएर पढे जस्तो हो चाहिँ हो तिमी त वर्ष छ नि 2 नम्बर कस्तो मिलाएर यस्तो भएछ त। लकिली ओके 10 को 1 नम्बर